चलाउँदैछु भन्दाखेरि चाहिँ यो चाहिँ लगभग तपाईँले हेर्ने हो भने चाहिँ यो केजीबी भन्ने अङ्ग्रेजीको केजीबी एकदम राम्रो संस्करण यो बाइबलबाट चाहिँ अनुवाद गरिएको कारणले गर्दाखेरि यो बाइबल चाहिँ मैले चलाउनुको कारण चाहिँ के हो है। अनि म उत्साह दिन चाहन्छु अनि थुप्रो कुराहरू एकदम सहज तरिकाले बाइबल त एउटै हो बाइबल जुनै पनि, तर म के भन्न चाहन्छु भने यो तपाईँले प्रयोग गर्नु भने धेरै तपाईँलाई पछि गएर चाहिँ तपाईँले के भन्नु थाहा गर्न सक्नुहुन्छ। धेरै जस राम्रो प्रकारको यो चाहिँ उयो हो अनुवाद हुन्छ। गएको दिनमा हामीले हेरेका पाठहरूको बारेमा थोरै कुरा लियौँ। गएको दिन हामीले उत्पत्तिको पुस्तक 8-9 अध्यायबाट हामीले हेरेको। 9 अध्यायमा हामीले हेर्दै थियौँ जहाँ नुहा अनि नुहासित बाँधेको परमेश्वरको बाचा हामीले हेर्दै थियौँ। गएको दिनमा परमेश्वरले के भन्दै हुन्थ्यो, के बाचा बाँध्दै हुन्थ्यो है। नुहालाई भन्दै हुन्थ्यो अबदेखि म फेरि पनि कहिले पनि जल प्रलयमा जल पानीले चाहिँ म नाश गर्नेछ पुरा पृथ्वीलाई, सम्पूर्ण पृथ्वीलाई। त्यसपछि गएर हामीले हेर्न सक्छौँ पनि नुहा अब त्यसपछि सामान्य प्रकारको जीवनको फेरि सञ्चालन हुन थाले है। अनि त्यस पश्चात तपाईँ देख्न सक्नुहुन्छ नुहाले चाहिँ के गरेका छन्, उहाँले दाखमत पिए भनेर भन्छन्। दाखमत पिए पश्चात कहिले पनि राम्रो परिणाम त आउँदैन दाखमतले होइन। मैले भन्दै थिएँ 14 जनामा कसैले दाखमत चाख्छन् भने त्यसमा एकजना चाहिँ के हुन्छन् है, अलिकता उसको जडिया भएर निस्कन्छन् भनेर कुरा गएको दिनमा भन्दै न कहिले पनि यसको कुरा तपाईँले आफ्नो जीवनमा अलिकतामा चाख्दा के हुन्छ त नभन्नुहोस् है। मैले यो खाँदा के हुन्छ त, उसले खाए अरू जेसुकै गरोस् तपाईँले भन्नुहोस् है। म क्रिस्टको मेरो शरीरबाट म के गर्न चाहन्छु, मेरो परमेश्वरलाई म महिमा दिन चाहन्छु। म मेरो शरीरबाट मेरो जीवनबाट उहाँलाई महिमा दिन चाहन्छु। त्यो नखाएर पनि हामी बाँच्न सक्छौँ भने किन खानु पर्यो होइन र है। अनि यस पश्चात हामी हेर्न सक्छौँ यहाँ 10 अध्यायमा म तपाईँको बिचमा म थोरै कुराहरू गर्न चाहन्छु। यहाँ तपाईँले देख्न सक्नुहुन्छ नुहाका छोरा छोरीहरू अथवा नुहाका छोराहरूको वंशहरूको विषयमा चर्चा गर्छ है। उत्पत्ति 10 अध्यायमा अनि यहाँ तपाईँले थुप्रो नामहरू देख्न सक्नुहुन्छ। अनि यहाँ थुप्रो नामहरू कतिजना मान्छेले चाहिँ म बाइबलीय नामहरू राख्न चाहन्छ नि थुप्रो मान्छेले यहाँबाट खोज्छन् है यसरी यो प्रकारले। अनि लगभग यो अध्यायबाट चाहिँ नखोज्नु होला त्यति धेरै होइन। नोआ चाहिँ राम्रै हो नाम चाहिँ होइन, तर नोआको तलतिरको अरू नामहरू थुप्रो नामहरू छन् है। कनान भन्ने त्यस्तो खालको नामहरू है। आनन्द सिकेको छ, कनान चाहिँ अलिकता होइन अलिकति समस्या। अनि निम्रोद भन्ने जस्तो नाम नराख्नुहोस् है। निम्रोदको किनभने निम्रोद चाहिँ हामीले हेर्ने भने ऊ चाहिँ विद्रोह गर्ने अथवा परमेश्वरको विरुद्ध उठ्ने यस्ता प्रकारको नाम हो, त्यसको अर्थ चाहिँ त्यो हो है। अनि त्यस्तो यो बाइबलको सबै नाम नै राम्रो होइन, कतिवटा नाम चाहिँ त्यो चाहिँ परमेश्वरको विरुद्धको नाम हो। त्यसलाई गलत प्रकारले त्यसलाई के गर्छ, त्यसले चाहिँ उसको व्यक्तित्वलाई देखाउने कामहरू गर्छ है। अब थुप्रो त्यस्ता नामहरू छन्, अब्राहम छन् होइन, इसाक भयो होइन। त्यसपछि गएर हामी कसैले इस्रायल भनेर राख्छन् होइन, कसैले राख्छन् होइन पत्रुस होइन, पिटर, जोन, त्यस्तो राम्रो नाम हो। तर यहाँ हामीले हेर्ने हो भने यहाँ भएका कतिवटा नामहरू चाहिँ तपाईँले चाहिँ एकदम होसियारपूर्वक है। अनि तपाईँलाई आफ्नो सन्तानको नाम राख्न अधिकार छन्, तर जति पनि नामहरू चाहिँ एकदम उसको अर्थ खोजेर अनि उसको चरित्र कस्तो छ त्यो पनि हेरेर तपाईँले नाम राख्नु है। हुन्छ यहाँ तपाईँले थुप्रो म नामहरू पढिदिन्न, यो थुप्रो नामहरू छन् आफ्नो यो नामहरू। म सबै कुरा 10 अध्याय सबै पढिदिन्न, थोरै एउटा खण्ड मात्र म पढिदिन चाहन्छु। त्यस पश्चात म तपाईँलाई त्यसको विषयमा बताउन चाहन्छु। यो 10 अध्याय र आज 11 अध्यायमा एउटा दुईटा लक्ष्य छ, म दुईटा अध्याय सिध्याउने लक्ष्य राखेको छ। किनभने यहाँ 10मा चाहिँ नामै नाम छ, 11मा चाहिँ थोरै त्यसको विषयमा हामी हेर्नेछौँ। यहाँ भन्छन् 6 पददेखि म पढिदिन्छु। 10 अध्यायको 6 पदले भन्छन् अनि हामका छोराहरू कुश, मिश्र, पुत र कनान। अनि कुशका छोराहरू सबा, हाबिला, सप्ता, रामा र सेप्ता। अनि रामाका छोराहरू सबा र देदान। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ थुप्रो नामहरू छन्। पछि गएर तपाईँले देख्न सक्नुहुन्छ यो नामहरू यो लगभग तपाईँले 70वटा त्यस्ता नोआको 3 जना छोराबाट अझै 70 जना मानिसहरू छोराछोरी भएका छन्। अनि यो 70 जना छोराहरूबाट चाहिँ 70वटा राष्ट्रहरू सुरु भएका हामी हेर्न सक्छौँ है। उनीहरूबाट पनि अझै सन्तानहरू छ, अझै अरू राष्ट्र पनि सुरु भए हामी हेर्न सक्छौँ। यो 3 जनाबाट नोआको 3 जना छोराबाट
संसार चाहिँ फैलिए भन्ने कुरा तपाईले हेर्न सक्नुहुन्छ है। कुन जाति हामी कुन जातिबाट आएको भन्ने कुरा हामी हेर्न सक्छौँ। हामी सेम हाम यपेतको 3 जनाबाट कुन चाहिँमा पर्छौँ र 3 जनामा 1 जना पर्छ। प्रायः छ नेपालीहरू हैन, नेपालीहरू कहाँबाट आयो भन्ने कुरा हामी हेर्ने हो भने जब खोजी गर्दै जाँदै त्यो नुहाको 3 जना मध्येमा एउटामा पर्छ है। अनि म भन्न चाहन्न यो त हामी हैन नेपालमा धेरै प्रजातिका हामी छौँ। कतिजना माथिबाट चाइनाबाट आयो, कतिजना तल इन्डियाबाट आयो हैन। तर हामीले हेर्ने कतिजना अलिकता पश्चिमी मुलुकबाट आए, त्यो कुरा हामी हेर्न सक्छौँ। नेपालमा चाहिँ त्यो प्रकारको मिश्रित जातिहरू बस्छन्। एउटै प्रकारका जाति चाहिँ बस्दैन। जस्तै चाइनामा एउटै प्रकारका छन्, तर नेपालमा चाहिँ धेरै मिश्रित छन् है। चाइनाको पनि अलिकता, इन्डियाको पनि अलिकता, अनि पश्चिम मुलुकको पनि अलिकता है, त्यो प्रकारका छन् हाम्रो। तर यहाँ हामी हेर्ने हो भने चाहिँ के भन्छन् भने नोआका यी छोराहरूबाट 70 विभिन्न राष्ट्रहरू उत्पन्न भए। अनि यहाँ भन्छन् विशेष गरी 8 पदले भन्छन् अनि कुशले निम्रोदलाई जन्माए, तिनी पृथ्वीमा पराक्रमी बन्न थाले भनेर भन्छ। परमप्रभुको दृष्टिमा तिनी चाहिँ पराक्रमी शिकारी थिए। यसकारण परमप्रभुको दृष्टिमा निम्रोद जस्तो पराक्रमी शिकारी भन्ने आह्वान भनिन्थ्यो भनेर भन्छ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ निम्रोद भन्ने व्यक्ति यहाँ लेखिएको छ। अनि यदि तपाईँले निम्रोदको विषयमा उसको विषयमा अध्ययन गर्ने हो भने बाइबलमा त छैन त्यति धेरै उल्लेख गरिएको, तर निम्रोदको विषयमा हामीले खोज तलास गर्ने हो भने चाहिँ निम्रोद चाहिँ यस्तो प्रकारको व्यक्ति थिए जसले चाहिँ के गरे भन्दाखेरि जनसंसारमा चाहिँ मूर्ति पूजाको कुरा सुरु गरे। उसले चाहिँ सुरुवात गर्ने व्यक्ति चाहिँ यही निम्रोद हुन् भनेर मानिसले भन्ने गर्छन् है। मूर्ति पूजा कहाँबाट आयो है? यही निम्रोदबाट भनेर भन्छ। बुझ्नुहुन्छ? उसले प्रचलनमा ल्याए यो हो तिम्रो ईश्वर, उहाँ होइन है, परमेश्वर होइन, तर यो चाहिँ यो ढुङ्गाको आकारको, यो धातुको आकारको है, यो माटोलाई आकार दिएर बनायो भने यी कुराहरूलाई चाहिँ उनीहरूले चाहिँ के है त्यो प्रकारले प्रचलनमा ल्यायो, त्यो कुरालाई माथि उठाउन ल्याए भन्ने कुरा चाहिँ है हामी हेर्न सक्छौँ निम्रोदको विषयमा है। अनि यहाँ हामी हेर्न सक्छौँ निम्रोद चाहिँ के अरे ऊ चाहिँ सत्ता एउटा पराक्रमी शिकारी थिए भनेर भन्छ। कस्तो प्रकारको शिकार गर्थे त उसले चाहिँ यहाँ भन्छन् हामीले हेर्न पराक्रमी शिकारी चाहिँ पशुलाई मार्ने शिकारी त होइन, ऊ चाहिँ एउटा के प्रकारको थिए मानिसको हत्या गर्ने शिकारी भनेर भन्छ। मानिसलाई मार्ने शिकारी थिए, ऊ चाहिँ पराक्रमी थिए। परमप्रभुको दृष्टिमा ऊ चाहिँ राम्रो भनेर चाहिँ यो त्यो प्रकारको संज्ञा त्यो होइन, यो चाहिँ त्यो कुरा भन्नु खोजेको चाहिँ होइन। ऊ चाहिँ ठिक परमेश्वरले गर्नुपर्ने कुरा भन्दा ठिक विपरीत कुरा गरेर चाहिँ उसले के गर्ने आफ्नो जीवनलाई अगाडि बढाइरहेको थियो। अहिले पनि हामीले हेर्न सक्छौँ थुप्रो मानिसहरू जे कुरा गर्नुहुन्न, जे कुरा खराब छन् ती कुराहरूको लागि मानिसहरू लागिरहेका छन्। अनि उनले भन्छ होइन म ऊ भन्दा त्यो भन्दा म परमेश्वरले सिकाएको कुरा भन्दा म बाटो छु, म जान्दछु मैले के गर्दैछु होइन। प्रिय बाइबलले जे कुरा भन्छन् त्यो कुरा उल्टो गर्नु भनेर चाहिँ मूर्खताको कुराहरू गर्नु। अनि यहाँ निम्रोदले चाहिँ ती कुराहरू गर्छन्, हामी एकछिनमा हेर्नेछौँ यसको विषय। अनि अर्को कुरा यहाँ भन्छन् तिनको राज्य सुरु चाहिँ सिनार देशमा बाबेल एरेक एकत र कल्ने थियो। त्यस देशबाट तिनी निस्केर असुर गए अनि निनवे रहबोत सहर र कालह बनाए। साथै निनवे र कालहको बीचमा रेसेन पनि बनाए। त्यो चाहिँ एउटा ठुलो सहर थियो। यहाँ तपाईँ देख्न सक्नुहुन्छ है निम्रोदले चाहिँ के गर्यो भन्ने भन्छ ऊ चाहिँ शक्तिशाली थिए मानिस, हरेक शक्तिशाली है यति बेलाको समय धेरै ठुल्ठुलो राज्यहरू स्थापना गर्ने व्यक्ति, धेरै धेरै सहर बनाउने व्यक्ति परमेश्वरले नै त्यो प्रकारले बनाउनको लागि समर्थ दिनुभयो भन्न चाहिँ मिल्दैन थियो। उसको आफ्नो बलले कुराहरू गर्दै। अब उसले के गर्न चाहेका छन् हामी एकछिन हेर्नेछौँ उसको विषयमा है। यसको विषयमा म अब यहाँ बाँकीको खण्ड यहाँ तपाईँले थुप्रो अरू नामहरू तपाईँले देख्न सक्नुहुन्छ। यो नामहरू थुप्रो नामहरू यो नोआका सन्तानहरूको नामहरू दिएको छ। अनि यहाँ यस बीचमा तपाईँले के पाउन सक्नुहुन्छ भने चाहिँ यहाँ हामीले हेर्ने हो भने चाहिँ यही समयको बेलामा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ जहाँ अयुब पनि थिए भन्ने कुरा हामी हेर्छौँ। नोआबाट नै है यही बेला त्यही नोआ पछि नै केही समय पश्चात मात्रै को आए अयुबहरू आए है। अयुब जुन चाहिँ हामी पछिल्लो भजन सङ्ग्रह भन्दा अघिल्लो एउटा पुस्तक छ अयुबको पुस्तक है, जसलाई चाहिँ धेरै होइन रोग बिमार लागेको थियो, उसको शरीरमा घाउ थियो। उसले चाहिँ के अरे त्यो माटोको खपेटा त्यो घैलाको खपेटा लगाएर चाहिँ के गर्थे कन्याउने गर्दथे। त्यति बेलाको समय है यो यति बेलाको समय हुँदछ, यति बेलाको समय
अयुबको समय भनेर भन्दछ है। यस पश्चात है उसको सन्तानहरू यो नोआबाट जन्मेका सन्तानहरूमध्ये अयुब पनि हुन् भन्ने कुरा हामीले यति बेला केही समय एकदम पछि चाहिँ होइन है। अनि अर्को कुरा यहाँ हेरौँ न, म एकैचोटि अब के गर्न चाहन्छु 11 अध्यायमा जान चाहन्छु, किनभने यहाँ बाँकीका नामहरू मलाई त्यति पढ्न त्यति औचित्य छैन है, थुप्रो नाम मात्रै छ। तर 11 अध्याय एकैचोटि जाउँ। यहाँ भन्छन् अनि सारा संसारमा एउटै भाषा र एउटै बोली थियो भनेर भन्छ। यसो हेर्दाखेरि त होइन थियो जस्तो सारा संसारमा अहिलेको अवस्था हेरेर कसरी है हुन सक्छ भन्ने जस्तै लाग्छ है। थुप्रो मानिसहरूको आफ्नै प्रकारका व्याख्या छन्। उनीहरूले भन्छन् ओ यो चाहिँ यो भाषा भन्ने कुरा चाहिँ आफै यो चाहिँ मानिसले चाहिँ खाँचो पर्यो अनि त्यो भाषा आयो भन्ने कुरा हामी हेर्न सक्छौँ है। भाषा आयो अनि कहाँबाट कुन चाहिँ भाषा चाहिँ सुरु थिए भन्ने कुरा थुप्रो मानिसको अनुमान अनुसार चाहिँ के भन्छन् भने सुरुमा एउटै भाषा थियो भने त कुन चाहिँ भाषा थियो त ल? थुप्रो मानिसले के अनुमान गर्छन् भने चाहिँ यो चाहिँ भन्छ हिब्रू भाषा भनेर भन्छ कतिजना। हिब्रू भाषा चाहिँ सुरुमा थिए अनि त्यस पश्चात तर परमेश्वरले चाहिँ यो ठाउँमा पछि गएर यो घटना पश्चात 11 अध्यायमा भएको घटनाबाट चाहिँ संसारभरि विभिन्न भाषा चाहिँ हुन गए। अनि यो चाहिँ भाषा भन्ने कुरा चाहिँ कोही मानिसले बनाएर चाहिँ बनिँदैनन् प्रिय। मैले कहिले पनि देखेको छैन मानिसलाई नयाँ भाषा उत्पन्न गरे भन्ने कुरा छैन नि प्रिय त्यस्तो कुराहरू है। म अब धेरै उमेर खाएँ मैले होइन, तपाईँहरू मध्येमा सायद सबैभन्दा मै होला होइन। अनि यहाँ चाहिँ के भन्छन् भने यो धेरै उमेर खाएसम्म अहिलेसम्म चाहिँ मैले कहिले पनि देखेको छैन नयाँ भाषा आयो भन्ने समाचार मैले कहिले पनि सुनेको छैन। नयाँ भाषा आयो, उत्पन्न भयो, मानिसले एउटा नयाँ भाषा बनाएका छन्, मानिसलाई नयाँ कुरा चाहिएको कारणले गर्दा अब उनीहरू भाषा आयो छैन प्रिय। तर हामीले हेर्ने हो भने चाहिँ यो भाषा भन्ने कुराहरू चाहिँ यसको पछि लाग्नु पहिला कुन भाषा बोल्थ्यो भने चाहिँ उनीहरू हामीले हेर्नु भने उनीहरू चाहिँ धेरैभन्दा धेरै अगाडिदेखि नै एउटा भाषा आइरहेको छन्, बोलिरहेको छन्। त्यो भाषा मान्छेले बोलिरहेको छन्। हो भाषामा चाहिँ अलिकता सायद मलाई लाग्छ कुनै शब्द प्रयोग गर्नुको साथमा अर्कै शब्द अब प्रयोग गर्न थाल्यो होला, तर उनीहरूको भाषा चाहिँ भाषा नै छ। आफ्नै एउटा जुन प्रकारको लवज त्यो लवज छँदैछन् प्रिय। नयाँ शब्द आयो होला तर पुरै भाषा चाहिँ परिवर्तन भएको चाहिँ छैन प्रिय। अब हेर्ने हो भने यहाँ हामी हेर्न सक्छौँ सुरुमा कुनै एउटै मात्र भाषा थियो। कसरी यति धेरै संसारमा भाषा? नेपालमै लगभग 106वटा विभिन्न भाषाहरू बोलिन्छन् भनेर भन्छ। बुझ्दैन? नेपालमै 106वटा है मेरो आफ्नै भाषा छ। अहिले बोल्न थाल्यो भने चाहिँ कतिजना होइन बुझ्नुहुन्न। बोल्छ हामी श्रीमान श्रीमती प्राय अनि अब अरूहरूसँग पनि। अनि हाम्रो पल लोकसङ्घ भाइहरूले बोल्न थाल्यो भने बुझ्दैन फेरि होइन। अनि हाम्रो देवदासले फेरि बोल्दा होइन उतातिरको भाषा बोल्न थाल्यो भने हामी गाह्रो हुन्छ हामीले बुझ्नका लागि होइन। त्यस्तै अरू थुप्रो भाषाहरू छन् जहाँ चाहिँ गाह्रो छ है बुझ्नका लागि। कसरी आयो कसरी उत्पन्न भयो है त्यसको विषयमा विषयमा हेर्नेछौँ। 2 पदले भन्छन् अनि यस्तो भयो पूर्वबाट यात्रा गर्दै जाँदा तिनीहरूले सिनार देशमा एउटा मैदान भेट्टाए अनि तिनीहरू त्यहीँ बसे। अनि तिनीहरूले एक अर्कालाई भने आओ हामी इटा बनाऊ र राम्ररी पोलाऊ। अनि तिनीहरूसँग ढुङ्गाको निम्ति इटा थियो अनि मसलाको निम्ति अलकत्रा थियो। अनि तिनीहरूले भने आओ हामी आफ्नो निम्ति एउटा सहर र टुप्पा चाहिँ आकाशसम्म पुग्ने एउटा धरहरा बनाऊ र आफ्ना निम्ति एउटा नाम र कमाऊ, नत्र हामी सारा पृथ्वीको सतहमाथि तितर बितर हुनेछौँ भनेर भन्छ। यहाँ एउटा विशेष एउटा कुरा हेरौँ के भन्छ यो कसले भन्दैछ? सिनार देशमा उनीहरू रहन गए। सिनार देशको राजा चाहिँ को थिए? अघि हामीले हेर्दै थियौँ निम्रोद भन्ने। बुझ्नुहुन्छ? निम्रोदले चाहिँ विभिन्न सहरहरूलाई एउटा के भन्छ निर्माण गर्ने कामहरू गरिरहेको थियो। निम्रोद चाहिँ सबैभन्दा सबै कुराहरूलाई चाहिँ अगुवाई गर्ने व्यक्ति थियो भन्ने कुरा हामी हेर्दै थियौँ। निम्रोदले चाहिँ बेबिलोन सहर बनायो भन्छ, बाबेल बनायो भनेर भन्छ। बुझ्नुहुन्छ? अब उसले के भन्छ भने आओ हामी के गरौँ त? आओ हामी के गरौँ भनेर भन्छ नि उनले हामी आफ्नो निम्ति एउटा सहर बनाऊ भनेर भन्छ। उनीहरूसँग सहर थिए अनि उसले चाहिँ के गर्छ भने सम्पूर्ण सहरलाई चाहिँ एकमुष्ट बनाउने चाहे। बुझ्नुहुन्छ? अहिले पनि हामीले हेर्ने हो भने चाहिँ एउटा राज्य होइन एउटा हामीले हेर्ने भने तपाईँले असुरी यो रोमी शासकहरूले चाहिँ धेरै रोमले चाहिँ के गरेको धेरैभन्दा धेरै ठाउँ ओगटेका थिए भनेर भन्छ।
रोम राज्य जब थियो धेरै अनि लगभग चीनसम्म उसको रोमको चाहिँ बाटो थियो भनेर भन्छन् व्यापारको लागि बाटो बनाएको थियो रोम राज्य चाहिँ त्योभन्दा अगाडि असुरीहरू थियो हैन असुरीहरूले चाहिँ धेरैभन्दा धेरै हैन उनीहरूले चाहिँ फारसी राजा भन्छ फारसी राज्य थियो त्योभन्दा अगाडि बेबिलोनियरको राज्यले धेरैभन्दा धेरै क्षेत्र राज्य गरेको थियो अनि यहाँ हेर्न सक्छ यो समयमा चाहिँ यो चाहिँ निम्रोदले चाहिँ के गर्यो धेरै ठाउँ ओगट्न खोजेको एक समय त हिटलर भन्ने सुन्नुभएको छ है हिटलरले पनि धेरै ठाउँ राज्य गर्न चाहेको धेरैवटा देशलाई आफ्नो हातमा राखेर ल्याइ शक्तिशाली हुन खोजेको थियो तर हामीले हेर्ने हो भने अझै पनि कुनै पनि त्यस्ता के छैनन् अभिलेख छैनन् जहाँ एउटै मानिसले सारा संसार राज्य गरेको तर हामी जान्दछौँ एक समय आउनेछन् एउटै हाम्रो प्रभु येशूले चाहिँ सारा संसारभरि चाहिँ राज्य गर्नुहुनेछ राज्य उहाँको हातमा हुनेछ है अनि यहाँ भन्छन् अर्को कुरा उनले भन्छन् टुप्पा चाहिँ आकाशसम्मै पुग्ने एउटा के बनाऊ अरे धरहरा बनाऊ भनेर भन्छ है माथिसम्म आकाशसम्म पुग्ने है त्यहाँ माथि आकाशसम्म पुगेर चाहिँ के गर्ने त उनले भन्छन् हामीलाई हाम्रो आराधना त्यहाँ अथवा हामी चाहिँ परमेश्वरको समय हाम्रो सिंहासन चाहिँ परमेश्वर समयमाथि टुप्पोसम्म पुगाउने अनि के भन्छ कस्तो प्रकारको कुराहरूले उनीहरूले चाहिँ बनाउने अरे यो धरहरा चाहिँ है अलग यो इटले बनाउने अरे अनि मसलाको ठाउँमा चाहिँ के लगाउने अरे चाहिँ उनीहरूले अलकत्रा लगाउने अरे जसरी नोआले चाहिँ जहाज बनाउँदाखेरि अलकत्रा लगाएको थिए किन अलकत्रा लगायो भने पानी भित्र नछिरोस् भनेर जहाजमा त्यस्तै प्रकारको कुरा पछि गएर मोसाले पनि मोसाको आमा बुवाले चाहिँ मोसालाई पानीमा बगाइदिँदा टोकरीमा के गरिदिएको अलकत्रा लगाइदिएर है बगाइदिएको थियो अनि यहाँ हामी हेर्न सक्छौँ यो निम्रोदले पनि के गर्छन् अलकत्रा लिप्सने काम गर्छन् त्यो धरहरामा उनले के भन्छन् भने हामीले जस्तो जीवन जिए पनि हुन्छ भन्नु खोजेको छ यो एकदम एउटा ठुलो पानी आए तापनि केले बचाउँछन् हामीलाई जहाज त बनाइराख्नु पर्दैन तर अब यो पानी नछिर्ने धरहरा बनाएर छ माथि टुप्पामा गएर बस्छ ल कसरी डुबाउँदो रहेछ हेरौँ सगरमाथा भन्यो भने अग्लो अथवा उनीहरूले आफ्नो नाम कमाउनु खोज्दैछन् हामी कहीँ नजाउँ अर्को कुरा भन्छन् नत्र हामी सारा पृथ्वीमा सतहमा तितर बितर पनि नहौँ भनेर भन्दैछ के कुरा गर्नको लागि उनले अराउँदैछन् मानिसहरूलाई के कुरा गर्नको लागि उनीहरूलाई प्रेरणा दिँदैछन् अनि मलाई डर लाग्छ कतिचोटि उनीहरूले चाहिँ यहाँ हामी हेर्ने हो भने उनीहरूले चाहिँ परमेश्वरको वचनलाई चाहिँ बिर्सेका छन् जब परमेश्वरको वचन बिर्सन्छन् मानिसहरूले यस्तै प्रकारका क्रियाकलापहरू गर्छन् के कुरा बिर्से भन्दा यहाँ भन्नुहोस् त यो खण्डले के भन्छ उनीहरूले के बिर्से परमेश्वरले के भन्दै हुनुहुन्छ थाहा छ परमेश्वरले भन्दै हुनुहुन्छ तिमीहरू चाहिँ कहाँ हो संसारभरि अब छरियो फल्दै फुल्दै वृद्धि हुँदै जाऊ र संसारभरि फैलिँदै जाऊ छरिँदै जाऊ भनेर भन्छ परमेश्वरले भन्नुहुन्छ एउटा कुरा यिनीहरूले के गर्दैछन् हामी कहीँ तितर बितर नहौँ हामी एकै ठाउँमा बसौँ भनेर भन्दैछ परमेश्वरले नचाहनु भएको कुरा उनीहरूले गर्दैछ उसको नाम अनुसार निम्रोदको अर्थ चाहिँ विरुद्ध उठ्नु परमेश्वरको विरुद्ध उठ्दैछन् अनि अर्को कुरा यहाँ के गर्दैछन् हेर्नुहोस् सहर बनाउँदैछन् धरहरा बनाउँदैछन् यति अग्लो धरहरा बनाउँदैछन् अनि अर्को कुरा किन धरहरा बनाउँदैछन् भने फेरि अब पानी आउला होइन हामी यत्रो सहर बनाऊ अग्लो सहर बनाऊ पानी आए तापनि हामीलाई केही हुनेवाला छैन डुबाउँदैन एउटा कुरा किन के कुरा बिर्स्यो भन्दाखेरि उनीहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो म अबदेखि कहिले पनि जल प्रलय चाहिँ ल्याउँदैन संसारभरि डुबाउने त्यस्तो प्रकारको प्रलय ल्याउँदैन तर उनीहरूले चाहिँ यो कुरा बिर्सियो जसको कारणले गर्दा यो मूर्ख काम गरे यदि तपाईँले पढ्नुहुन्छ भने यो पछाडिको खण्डहरू पढ्नुहुन्छ भने उनी त्यो धरहरा पुरा भएनन् प्रिय त्यो पुरा हुनै सकेन परमेश्वर पुरा हुन दिनु भएन किन दिन अनि हामीले हेर्ने भने अब यिनीहरूले गरेको यो परिश्रम चाहिँ के रहेछ त सबै व्यर्थ अनि व्यर्थ अनि व्यर्थ रहेछ तपाईँ होसियार तपाईँ हामी के गर्छौँ परमेश्वरको प्रतिज्ञालाई सम्झना राखेर हाम्रो जीवनलाई अगाडि बढाउँछौँ कि
हामी भन्छौँ होइन यो मेरो तरिका मेरो विचारमा यो गर्दा ठिक होला, सायद मैले यो गर्नुपर्छ होला अनि राम्रो हुन्छ होला, मैले आफूलाई यसरी बचाउन सक्छु, म आफूलाई यो प्रकारले अगाडि लान सक्छु, मेरो जीवनलाई यसरी डोर्याउन सक्छु। यदि तपाईँले आफ्नो तरिका अपनाएर तपाईँले के गर्नुहुन्छ भने आफ्नो जीवनलाई अगाडि बढाउनुहुन्छ भने के हुन्छ थाहा छ? यिनीहरू जस्तै गरेको हरेक परिश्रमहरू चाहिँ व्यर्थ अनि व्यर्थ हुन जान्छ। बुझ्दै हुनुहुन्छ? यिनीहरूले गरेको जस्तै उनीहरूले बिर्से प्रिय। अब तपाईँ र मैले नबिर्सनका लागि के गर्ने त प्रिय? तपाईँ र मैले नबिर्सनका लागि चाहिँ के गर्ने? परमेश्वरको वचन उनीहरूले चाहिँ बिर्से, तर तपाईँ र मैले चाहिँ नबिर्सनका लागि के गर्ने त? सम्झने होइन? नबिर्सनका लागि सबैभन्दा सजिलो तरिका चाहिँ सम्झने हो। अनि कसरी हामी सम्झन सक्छौँ त? त्यो चाहिँ एउटै तरिका हो। हामीले हेर्ने हो भने जसरी हामी शनिबार यहाँ भेला हुने गर्छौँ, बुधबार भेला हुने गर्छौँ, घरेलु सङ्गतिमा भेला हुने गर्छौँ कतिचोटि, अनि फेरि कतिचोटि के गर्छौँ? परमेश्वरको वचनबाट फेरि हेर्ने गर्छौँ। मानिसहरू बिर्सने प्राणी भएको कारणले गर्दा हामीले नबिर्सनका लागि के गर्छौँ? बारम्बार त्यो कुरालाई हेर्न जरुरी छ प्रिय। बारम्बार त्यो कुराहरू सम्झन जरुरी छ बारम्बार। अनि हामी चाहिँ के गर्न आवश्यक छ? हामी समय समयमा यसरी भेला है, हामी चाहिँ आदत भएका शनिबार हामीलाई आदत भइसक्यो। एउटा शनिबार पनि होइन हामीलाई जस छुट्यो भने चाहिँ हामीले के भन्छन् है, हामीले कस्तो कस्तो है, के गरेन मैले, के सिकेन मैले, के जानिनँ मैले, के सम्झिनँ मैले, के स्मरण गरिनँ होइन र? हो प्रिय, यहाँ निम्रोद यत्रो ठुलो राजा भए तापनि, शक्तिशाली राजा भए पनि, ठुलो ठुलो देशहरू निर्माण गर्ने व्यक्ति भए पनि उसले चाहिँ के गरेको छन्? अब मूर्ख काम गरेको छ। तपाईँ र मको लागि त्यो तपाईँ र मलाई चाहिँ परमेश्वरले चाहिँ यो प्रकारले अगुवाई गरेको होस् है, यो गर। मैले भन्नु खोजेको चाहिँ सहर बनाउनु राम्रो होइन भनेको चाहिँ होइन, सहर बनाउनु राम्रो, तर यदि यो सहर बनाउने काममा परमेश्वरले अगुवाई गर्नुहुन्छ भने, धरहरा बनाउनु नराम्रो भनेको होइन। यदि त्यो धरहरा बनाउन परमेश्वरले अगुवाई गर्नुहुन्छ भने, बुझ्नुहुन्छ? के को लागि बनाउँदैछ? होशियार। अर्को कुरा यहाँ के भन्छन् भने हाम्रो नाम राखौँ भनेर भन्छ। यति ठुलो यो कुरा बनाऊ, यस्तो ठुलो आलिशान कुराहरू बनाऊ र नाम राखौँ। कसको नाम? आफ्नो नाम राखौँ भनेर भन्छ। थुप्रो मानिसले चाहिँ आफ्नो नामको खातिर है गरेको, कसले गरेको काम हुन्छ नाम चाहिँ आफ्नो होस् भनेर चाहन्छन्। कतिजना मैले गरेँ त्यही भएर मेरो नाम आओस् भनेर चाहन्छ, मेरो नाम चाहिँ माथि ठुलो अक्षरमा आओस् भनेर भन्छ। बुझेको हुन्छ? प्रिय, प्रभु यीशुको चाहिँ नाम जहिले पनि माथि आउनुपर्छ। जहिले पनि हाम्रो जीवनमा चाहिँ हामीले केही कुरा गरेनौँ त्यो महत्त्वपूर्ण हुँदैनन् प्रिय। जहिले पनि हामीले भन्न आवश्यक छ परमेश्वरको नाम चाहिँ माथि उचाल्न चाहिन्छ प्रिय हाम्रो जीवनमा। यहाँ यी मानिसहरूको चरित्र, यहाँ यी मानिसहरूको हृदय चाहिँ के छन्? आफ्नो नामलाई चाहिँ माथि राख्न चाहन्छ। कतिजना चाहन्छ? थुप्रो मानिसहरू, धेरैभन्दा धेरै मानिसहरूले चाहिँ के उनीहरूले चाहन्छन् भने, यो अफ गरिदिन्छु, सबै सिस्टमले अफ। धेरैभन्दा धेरै मानिसहरू छ, सुन्दै हुनुहुन्छ है माइक बिना नै। धेरैभन्दा धेरै चोटि चाहिँ मानिसहरू आफ्नो नामलाई चाहिँ माथि उचाल्न चाहन्छन्। मेरो नाम लिएको होस्। कसले दियो भन्दा फलानोले दिएको। ओहो, ए फलानोले, बुझ्दै हुनुहुन्छ? कसले यो गरेको? फलानोले। मलाई तपाईँ र मैले चाहिँ यो कार्य जहिले गर्न आवश्यक छ। हाम्रो नाम सम्झना होस् नहोस्, यीशुको नाम चाहिँ सम्झना होस् भने हाम्रो जीवन चाहिँ हुनुपर्छ। मैले कसैको लागि गर्दै
गरिदिएकोमा मेरो नाम लियोस् नलियोस्, तर येशूको नाम चाहिँ लिएको होस्। बुझ्दै हुनुहुन्छ? तपाईँ र मेरो जहिले पनि मन साय चाहिँ त्यो हुनुपर्छ, मैले दिए, मैले गरिदिए, मैले यस्तो यस्तो कुराहरू गरेँ, तपाईँको नाम आओस् नआओस्, तर जहिले पनि तपाईँले यो हृदयमा तपाईँको हुनुपर्छ, प्रभुको नाम चाहिँ महिमित होस्, प्रभुको नाम चाहिँ माथि उचालिएको होस्। यहाँ तर यो निम्रोद र यी मानिसहरूले चाहिँ आफ्नो नाम राख्ने कोसिस गरिरहेका छन्। मेरो नामलाई चाहिँ वा वा भनिदिएको होस् भनेर थुप्रो मानिसहरू चाहन्छन्। अनि जब ती कुरा हुन्छन्, परमेश्वरले भन्नुहुन्छ तैँले मलाई महिमा दिनुहोस्, तैँले आफैलाई महिमा दिनुहोस्। प्रभु येशूले हैन, प्रभु हामीले हेर्ने भने प्रेरितको पुस्तकमा निम्रोदले के भन्छन्, मैले गरेको भनेर भन्छन् एक ठाउँमा है। पछि हामी हेर्नेछौँ यसको विषयमा पाठ हेर्नेछौँ। परमेश्वरले गर्नुभएको हरेक कार्यको निम्ति उसले चाहिँ मेरो आफ्नो नामलाई चाहिँ माथि उचालेका छन्। अनि के भन्छन् भने हेरोद, त्यो हेरोद चाहिँ के भयो भन्दा उसले आफ्नो नामलाई माथि राखेको ठाउँमा उचालेको कारणले गर्दा ऊ चाहिँ मरे भनेर भन्छ। उसलाई किरा पर्यो अनि मर्यो भनेर भन्छन्। त्यो उसको ठाउँमा परमेश्वरले त्यस्तो प्रकारको कुरा हाम्रो जीवनमा गर्नुहुन्न होला, तर हामी चाहिँ कहिले पनि के गरौँ भन्ने कुरा म चाहन्छु भने हामी सबैजना यो कुरा गरौँ भन्ने चाहन्छौँ, हामी चाहिँ परमेश्वरको नामलाई चाहिँ उचारौँ। बुझ्दै हुनुहुन्छ? हामी निम्रोद जस्तो नहौँ, आफ्नो नामको खातिर, आफ्नो नामलाई अगाडि बढाउनको खातिर, आफूलाई म सबैले चिनेको होस् भन्नको निम्ति केही कुरा गर्न चाहनु भन्दा पनि परमेश्वर चाहिँ चिनिएको होस् भनेर म यो गर्दैछु। म किन मण्डलीमा सेवा गर्छु भने मलाई आफूलाई चिनाउन होइन, परमेश्वरलाई चिनाउनको लागि यो गर्दैछु। बुझ्दै हुनुहुन्छ? मैले किन कसैलाई दिँदछु भने आफूलाई चिनाउन होइन, परमेश्वरलाई चिनाउन। परमेश्वरले मेरो निम्ति गरिदिनु भएको कारणले गर्दा म गर्छु, परमेश्वरले मलाई दिनुभएको कारणले गर्दा म दिँदैछु। बुझ्दै हुनुहुन्छ? थुप्रो मानिसहरू आफूलाई चिनाउन चाहन्छन्, आफूलाई माथि उठाउन चाहन्छन्, तर उनीहरू जब खस्छन् उनीहरूलाई कसैले पनि चिन्दैन, किनभने परमेश्वरले चाहनुहुन्न। परमेश्वरले घमण्डीहरूलाई चाहिँ के गर्नुहुन्छ, उहाँले तुच्छ दृष्टिले हेर्नुहुन्छ। निम्रोदलाई चिन्नुहुन्थ्यो अझैसम्म? कतिजनाले त आज पहिलोचोटि सुन्नु भएन नाम है। उसले आफैलाई चिनाउन चाहे, हामीले चिन्दैन थियौँ। हो, तर येशू ख्रीष्ट सबैभन्दा असल नाम हो, जो चाहिँ सदा सदाको लागि उहाँको नाम चाहिँ उच्चमा छ प्रिय। अनि त्यहीको कारणले गर्दा आज जहिले पनि हाम्रो लक्ष्य त्यो होस्। हो, कतिचोटि परमेश्वर, यदि हामी परमेश्वरलाई उचाल्छौँ भने परमेश्वरको नाम पछि चाहिँ हाम्रो नाम आउँछ प्रिय, होइन? हामी कसलाई चिन्छौँ? बिल्ली ग्रामलाई चिन्छौँ, होइन? सुनेको छ हामी धेरैजनाको नाम बिल्ली ग्राम भनेर, होइन? ठुलो ठुलो पास्टरहरू, अगुवाहरू नामहरू चिन्छौँ, तर उनीहरूले थाहा छ किन उनीहरूको नाम चिनिए थाहा छ? एउटा कुरा चाहिँ के हो भने उनीहरूले जहिले पनि ख्रीष्टलाई चाहिँ माथि चिनाउने काम गरेको हो। जब तपाईँ ख्रीष्टलाई चिनाउनुहुन्छ, त्यो चिनाउने व्यक्ति तपाईँलाई हाम्रो परमेश्वरले चिन्नुहुन्छ। अनि त्यहीको कारणले गर्दा तपाईँ के गर्नुहुन्छ, कस्तो प्रकारको कसलाई माथि उठाउने कामहरू गर्नुहुन्छ, कसको नामलाई चाहिँ प्रचलित बनाउने काम गर्नुहुन्छ, त्यो ठुलो त्यसरी भूमिका खेलेको हुन्छ। त्यो अनुसार तपाईँले के पनि गर्नुहुन्छ, काम पनि गर्नुहुन्छ। अब यहाँ निम्रोद आफ्नो नाम राख्न चाहे, के गरेन? धरहरा बनाएर जुन कुरा बनाउन आवश्यक नै थिएन, होइन? पानी अब फेरि पर्दै पर्दैन। अनि अर्को कुरा हामीले हेर्ने हो भने उनीहरूले छरिन दिएको छैन, जुन परमेश्वरले नछरी भन्ने त्यो ठिक विपरीत कुराहरू गर्दै। अब तपाईँ र म चाहिँ परमेश्वरको नाम कसरी उठाउने त, माथि अल्गाउने त, त्योतिर ध्यान दिन जरुरी छ। कसरी अल्गाउने त? प्रभुको वचन हेर्ने हो। यदि हामीले परमेश्वरको नाम अल्गाउन चाहन्छ, आफ्नो तरिकाले अल्गाउन चाहन्छ भने हामी यो अध्ययन नगरिकन सक्दैनौँ प्रिय, है? भर्खरै मैले नयाँ बाइबल किनेँ ताकि फेरि पढ्नलाई म हौसला मिलोस् भनेर, अझै बढी है, अझै फेरि ओहो यो अलिक नयाँ तरिकाले संस्करणमा लेखेको छ, हुन्छ म पढ्छु यो, है? प्रिय तपाईँ र म दिनौँ त्यो प्रकारको खोज्ने व्यक्ति हो, ताकि मैले उहाँको नाम उठाउन सकौँ, उचाल्न सकौँ र उहाँलाई महिमा दिन सकौँ।
अनि अर्को कुरा हेरौँ के भन्दो रहेछ यहाँ भन्छन् 5 पदले अनि परमप्रभु मानिसका सन्तानले बनाएको त्यो सहर र त्यो धरहरा हेर्न ओर्लनु भयो अनि परमप्रभुले भन्नुभयो हेर मानिसहरू एक भएका छन् र तिनीहरू सबैका एक भाषा छ अनि यो काम गर्न तिनीहरूले सुरु गरिरहेछन् अनि अब तिनीहरूले गर्नलाई जे कल्पना गरेका छन् सो तिनीहरूबाट नभई छोड्ने छैन आओ हामी तल जाउँ र त्यहाँ तिनीहरूको भाषा खलबल पारिदियौं र तिनीहरूले एक अर्काको बोली नबुझुन् यसरी परमप्रभुले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीको सतहभरि तितर बितर पारिदिनु भयो र तिनीहरूले त्यो सहर बनाउन छोडे यसकारण त्यसको नाम बाबेल राखियो किनभने त्यहाँ परमप्रभुले सारा संसारको भाषा खलबल पार्नु भयो अनि त्यहाँबाट परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीको सतहभरि तितर बितर पारिदिनु भयो भनेर भन्छ देख्नुभयो यहाँ के भयो मानिसको ठुलो लक्ष्य म के गर्छु ठुलो सहर बनाउँछु ठुलो धरहरा बनाउँछु ठुलो गर्छु नाम राख्छु है लक्ष्य राख्नु कति राम्रो हैन ठुलो जे पनि के भने ठुलो ठुलो मान्छे हुन्छु मेरो नाम ठुलो हुनेछ है तर जब परमेश्वर बिना हामीले ठुलो कामहरू गर्न खोज्छौं त्यो जहिले पनि यस्तै हुन्छ नगण्य हुन्छ कसैले चिन्दैन बेबिलोन त्यति धेरै मान्छेले चिन्दैन बाबेलको धरहरा त्यति धेरै थाहा छैन ख्रीष्ट येशू यहाँ हेर्न सक्छौ के भन्छन् भने जब उनीहरूले बनाउन लागे परमप्रभुले हेर्नु भयो अनि परमेश्वरले देख्नु भयो परमेश्वरले हेर्नुहुन्छ हाम्रो परमेश्वर चाहिँ अन्धो हुनुहुन्न उहाँ चाहिँ हेर्ने परमेश्वर हुनुहुन्छ उहाँले हेर्नुहुन्छ अनि उहाँले के भन्नुहुन्छ भने उहाँले हामीले गरिरहेको कुराहरूलाई हेर्नुहुन्छ र निहाल्नुहुन्छ के गर्दै त्यसको विषयमा विचार गर्नुहुन्छ र उहाँले के गर्नुहुन्छ अनि भन्नुहुन्छ उहाँले केही क्रियाकलाप गर्नुहुन्छ दुईटा क्रियाकलाप कि एउटा क्रियाकलाप चाहिँ पहिलो क्रियाकलाप चाहिँ के गर्नुहुन्छ यदि हामी गलत कुरा गर्दैछौँ भने उहाँले के गर्नुहुन्छ त्यसमा रोक लगाउनुहुन्छ हामी दुःख पाउँछौँ त्यसमा आफ्नो तरिकाले गर्छौँ भने दोस्रोमा चाहिँ यदि हामीले परमेश्वरको अगुवाईमा परमेश्वरको वचन अनुसार काम गर्छौँ भने उहाँले के गर्नुहुन्छ त्यसलाई निर्माण गर्ने काम गर्नुहुन्छ सहायता गर्ने काम गर्नुहुन्छ बुझ्दै हुनुहुन्छ दुई तरिकाले उहाँले काम गर्नुहुन्छ तर परमेश्वर चाहिँ गर्नुहुन्छ परमेश्वर चाहिँ चुपचाप बस्नुहुन्न हाम्रो परमेश्वर चाहिँ त्यो परमेश्वर हुनुहुन्छ उहाँले चाहिँ हेर्नुहुन्छ चाहे असल व्यक्तिले गरोस् चाहे खराब व्यक्तिले गरेको होस् हरेक क्रियाकलाप उहाँको अगाडि छन् प्रिय पृथ्वीका हरेक कुना उहाँको लागि चाहिँ यस्तो उहाँले यस्तो पृथ्वीलाई लिनुहुन्छ हैन अथवा गुड्काउनुहुन्छ हैन उहाँको अघि छन् सबै कुराहरू नभनौ मैले गरेको कुरा परमेश्वरले देख्नुहुन्न म जे गर्छु यसमा चाहिँ परमेश्वरले हैन मैले जस्तो सुकै गरे पनि परमेश्वरले आशीर्वाद दिनु हैन त्यो भुलमा हामी नबसौँ प्रिय यहाँ हामी हेर्न सक्छौं परमेश्वरले कसरी यी कुराहरूलाई रोक लगाउनु भयो थुप्रो मान्छेले सोच्छन् म जस्तो म धेरै बुद्धिमानी कोही पनि छैन राम्रो बुद्धिमानी हो तर परमेश्वरमा रहेर परमेश्वरको कुरा अनुसार परमेश्वरको वचनले भने अनुसारको बुद्धिमान चाहिँ एकदम असल बुद्धिमान हो मैले देखेको थिएँ थुप्रो मानिसहरूको आशा भरोसा चाहिँ के हुन्छ भनेर एकजना मानिस हैन भुइँचालोको बेलामा एकजना साथीले भन्दै थियो मलाई है ओ मैले एकजना मान्छेले चाहिँ धेरै हैन उसको घमण्ड थियो अरे एउटा ठुलो घर बनाएको थियो चाल पालेको घर बनाएको थियो घमण्ड थियो उसलाई मेरो घर छ मलाई मेरो घरले मलाई प्रशस्त खाना दिन्छन् यहाँ घर भाडा लगाइदिएको छु मलाई पुग्छन् यो सबै कुरा भुइँचालो आयो गाना गर्नु गए सबै सिद्धि छैन घर अनि उसले भनेछ म पनि तिमीहरू जस्तै मानिस त रहेछु त फेरि बुझ्दै हुनुहुन्छ उसको आशा उसको भरोसा चाहिँ के रहेछ त्यो घर मात्रै हो बुझ्दै हुनुहुन्छ उसको त्यो गरेको निर्माणको कुराहरू मात्रै हो यहाँ हेर्ने हो भने चाहिँ प्रिय तपाईँ र मेरो आशा भरोसा चाहिँ यो कुनै पनि संसारमा भएका धन सम्पत्ति होइन तर परमेश्वर आफै हुनुहुन्छ प्रिय अनि यहाँ हेर्ने हो भने चाहिँ यहाँ भन्छन् परमेश्वर तल ओर्लनु भयो
उनीहरूले यद्यपि अर्को कुरा यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यिनीहरू सबैजना एकै मनका थिए भनेर भन्छ। सबैको कुरा मिलिरहेको थियो, बुझ्दै हुनुहुन्छ? बनाउने ल बनाऊ 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 है। सायद मलाई लाग्छ बनाउन नमान्नेहरू पनि के गरिराख्नु भनेर निम्रतले भन्छ यसलाई मारेर फ्याल्दे, जो मेरो इच्छा अनुसार चल्दैन मारेर फ्याल्दे भनेर भन्दाखेरि अरू त डरले पनि गर्थ्यो होला त्यो काम, गरिरहेको थियो त्यो काम। तर परमेश्वरले भन्नु मैले त्यसको लागि तिमीहरूलाई बोलाएको होइन, त्यसको लागि मैले तिमीहरूलाई बचाएको होइन। नुहाको जल प्रलयमा पनि त तिमीहरूलाई मैले तिमीहरूको पुर्खाहरूलाई मैले बचाएर ल्याउने काम चाहिँ मैले त्यति बेला चाहिँ गरेको चाहिँ होइन। यसको लागि चाहिँ एकै ठाउँमा भेला भएर रहनको लागि चाहिँ होइन, हामी छरिनको लागि, संसारभरि तिमीहरू पुग्नका लागि मैले चाहिँ तिमीहरूलाई रोजेको। यद्यपि उनीहरू संसारभरिका मानिसहरू एकै मनका भए, हेर्नुहोस् न, एउटै इच्छा थियो, एउटै लक्ष्य थियो, तर परमेश्वरको विरुद्धको लक्ष्य थियो उनीहरूको, बुझ्दै हुनुहुन्छ? त्यो पुरा भएनन् प्रिय, बुझ्दै हुनुहुन्छ? त्यो पुरा भएनन्। अनि अहिले पनि संसारका सबै मानिसहरूको लक्ष्य एउटै राख्ला, तर परमेश्वरको वचनको विपरीत राख्ला भने परमेश्वरले त्यो पनि के गर्न सक्नुहुन्छ? त्यसको अन्त्य गर्न सक्नुहुन्छ। प्रिय, नभन्नुहोस् परमेश्वर कमजोर हुनुहुन्छ, परमेश्वर अहिले पनि त्यस्तै शक्तिशाली हुनुहुन्छ। सारा संसारले एउटै लक्ष्य राखे तापनि परमेश्वरले के गर्न सक्नुहुन्छ? त्यसलाई रोक लगाउन सक्नुहुन्छ। कुनै तरिका, उहाँसँग हजारौं लाखौं तरिका छन् कसरी यो कुरालाई रोक्न सक्नुहुन्छ। परमेश्वरले कसरी रोक्नु भयो? यहाँ के गरिदिनु भयो? अच्छा, परमेश्वरले उनीहरूको भाषा एउटै भाषा थिए, सबैको भाषा परिवर्तन गरिदिनु, सबैको होइन, सायद धेरैभन्दा धेरै मानिसहरूको भाषा, संसारमा चलिआएको जति पनि भाषा छन् सबै भाषा, सानो हामीले हेर्ने भने यो थोरै मानिसहरू थिएन त, धेरैभन्दा धेरै मानिसहरूले उनीहरूको भाषामा खलबलाई दिने कामहरू गरे। एकजनाले भन्थ्यो होला है, बोल्दाखेरि होइन, अब बोल्ने पहिलाको फरक छ, टेक 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 भनेर नेपालीले होइन होइन, नेपाली मात्रै बुझ्छन्, अब उसले नेपाली मात्रै बोल्छन् अब होइन। अघिसम्म सबैले एउटै भाषा बोलिरहेको थियो होइन, होइन के टेक भन्छ यो गाँठेले लु टेके, फेरि गोरेले भन्छन् होला माथि नो क्याच क्याच, ए क्याच क्याच चाहिँ पार्दिनु, भाषा त्यो प्रकारले उनीहरूको लागि चाहिँ एकदम अनौठो भए त्यो दिन जब उनीहरूको भाषा खलबलाइदिनु भयो। त्यहाँ कसैले पनि बुझेनन्। जसले आफ्नो भाषाहरू बुझे उनीहरू एउटा समूह बनाएर के गरे, संसारका विभिन्न ठाउँमा छरिन थाले है। नेपाली नेपाली बुझ्नेले एक ठाउँमा गए है, बुझ्दै हुनुहुन्छ है, चाइनिज बुझ्नेहरू चाइनिज होइन होइन, त्यहाँनिर गए होइन, अनि यसो जापानिजहरूमा होइन, गोरेहरू गोरेको ठाउँमा, स्पेनिसहरू स्पेनिसको ठाउँमा, जहाँ जहाँ सबै। अनि नेपालमा पनि फेरि यति धेरै होइन समूहहरू विभिन्न ठाउँमा होइन। किन चेपाङहरू जङ्गल बस्न आफ्नो भाषा थियो उनीहरूको होइन, चेपाङहरू आफ्नो ठाउँमा गए। यसरी छरिए प्रिय, कसरी छरिए? अनि हामीले हेर्ने हो भने चाहिँ एउटै भाषा बोल्नेहरू चाहिँ एउटै ठाउँमा बस्न रुचाउँछन् प्रिय। यदि भाषा भएनन् भने कसरी बसोबास हुन्छन्? हुँदैनन् प्रिय, गाह्रो हुन्छन् होइन। भनेर मात्रै चल्दैन जीवन होइन। धेरै कुरा मान्छेलाई बात गर्न मन पर्छन् होइन। कतिजना त बोल्न पाएन भने त बिमारी पनि हुन्छ, हामी जान्दछौँ यसको विषयमा होइन। बात गर्ने, हामी त संवाद गर्ने मानिसहरू हौँ, हामीलाई बोल्न मन पर्छन्, अरूले सुनिदिएको मन पर्छ। अनि यहाँ हामी हेर्न सक्छौँ परमेश्वरले यो प्रकारले उनीहरूको योजनालाई के गर्नुभयो। अनि जहिले पनि अर्को कुरा हेर्न सक्नुहुन्छ, परमेश्वरको योजना चाहिँ अन्त्यमा पुरा भएको तपाईँले हेर्न सक्नुहुन्छ। उनीहरू छरिनु पर्थ्यो, छरिए। उनीहरू के भन्छ, तिमीहरू फैल्दै फुल्दै जाऊ, छरियो भनेर भन्छ। अब चाहिँ आफ्नो भाषा अनुसार उनीहरूले के गरे, छरिए प्रिय। परमेश्वरको इच्छा पुरा भएको तपाईँले देख्न सक्नुहुन्छ। अब भन्नुहोस्, कसले परमेश्वरको इच्छालाई रोक्न सक्छन् प्रिय? कसैले पनि सक्दैनन् प्रिय, कसैले पनि सक्दैनन्। कतिजनाले भन्ला होइन म शक्तिशाली छु है, त के जान्दछस्, तेरो परमेश्वरले के गर्न सक्छन् र? हाम्रो परमेश्वरले धेरै कुरा गर्न सक्नुहुन्छ।
उहाँले धेरै कुरा परिवर्तन गर्न सक्नुहुन्छ। उहाँ कति समर्थिवान हुनुहुन्छ, कति बलवान हुनुहुन्छ, इतिहास साक्षी छन्। सारा संसार त उहाँले आफ्नो वचनको शक्तिले निर्माण गर्नुभयो भने बाँकीका कुरा केही पनि होइन उहाँको लागि। औ प्रिय, सारा संसार। अनि अब म तपाईलाई भन्न चाहन्छु, तपाईलाई एउटा चुनौती दिन चाहन्छु। के तपाईँ र म हाम्रो जीवनमा परमेश्वरको वचन कति बढी गरेर हामी भन्छ प्रभु तपाईको योजनामा म चल्न चाहन्छु र मेरो काम चाहिँ व्यर्थ चाहिँ नहोस् भनेर त्यो प्रकारले जिउन चाहनुहुन्छ कि भन्नुहुन्छ म मेरो योजना यो छ, मेरो योजना यो छ, मेरो योजना छ, प्रभु यो योजनामा आशिष दिनुहोस्। होइन प्रिय, आज हामीले चाहिँ भन्नुपर्ने हो प्रभु तपाईको योजना चाहिँ के छ? तपाईको योजनामा चाहिँ म संलग्न हुन चाहन्छु। प्रभु मेरो योजनामा तपाईँ संलग्न हुनुहोस्। होइन, प्रभु तपाईको योजनामा चाहिँ मलाई संलग्न गराउनुहोस्। मेरो जीवनमा तपाईको योजना के छ त्यसमा रहनलाई मलाई सहायता गर्नुहोस्। बुझ्नुहुन्छ? पहिलेका तपाईले बिउ छर्ने काम गर्नुभएको छ। जुन दिन बिउ छर्यो अर्को दिन चाहिँ पुरा पानी पर्दिन्छ, कस्तो रिस उठ्छ। दिनभरि बारी खने है, अब ल बिउ छर्यो, अर्को दिन पुरा पानी परेर खत्तम थियो, त सक्यो। पानी कतिवटा बिउको लागि चाहिँ पानी राम्रो होइन। जहिले पनि प्रिय हाम्रो जीवनमा त्यस्तै नहोस्। केही कुरा गर्नको लागि मोरी गरे अब त्यसको फल पाउला कि भनेर सोचिरहेको हुन्छ, छैन। होइन, के गरे त यत्रो दिन बालुवामा पानी हाले। प्रिय तपाईँ र मेरो जीवनमा चाहिँ कहिले त्यस्तो नहोस्। तपाईँ र मेरो जीवनमा चाहिँ यो कुरा होस्, हामीले भनौँ प्रभु तपाईँको योजनामा म जिउन चाहन्छु। तपाईँको योजना के छ बाइबलमा? अनि प्रशस्त त्यस्ता प्रकारको कुराहरू छन् जहाँ हामीलाई परमेश्वरले डोर्याउने काम गर्नुहुन्छ। अनि हामी भन्छ हामी जे कुरा गर्छौँ अनि हामी देख्छौँ परमेश्वरले के गर्ने काम गर्नुहुन्छ, आशिष दिन चाहन्छ। मलाई मनपर्छ परमेश्वरको अदृश्य हात हामीहरूको काममा के भएको होस्, त्यहाँ चलिरहेको होस्। परमेश्वरले आशिषहरू ल्याइदिइरहेको होस्, अरू आशिषहरू थपिदिइरहेको होस्। अनि यो चाहिँ हाम्रो योजनामा होइन, उहाँको योजनामा चाहिँ उहाँले के गर्नुहुन्छ, हात बढाउने काम गर्नुहुन्छ। बुझ्दै हुनुहुन्छ? यदि हाम्रो योजनामा हो भने चाहिँ परमेश्वरले, अनि त्यसपछिको त्यो परमेश्वरको वचनको विरुद्ध पनि छन्, आफ्नो इच्छा मात्रै छन्, आफ्ना मात्रै उचाल्ने कुराहरू छन् भने परमेश्वरले के गर्नुहुन्छ, तेरोमा म भाषा खलबलाउनु पर्छ होला, तेरो भाषा खलबलाउनु पर्छ होइन। कतिचोटि भाषा खलबलिन्छ श्रीमान श्रीमतीको बीचमा पनि, साथी साथीको बीचमा पनि, होइन, छोराछोरीको बीचमा पनि, है, भनेको एउटा कुरा हुन्छन्, अर्कै कुरा बुझिन्छन् प्रिय। अनि किन त्यो हुन्छन् होइन, कतिचोटि हामी परमेश्वरसँग नरहेको कारणले, हामीले एक अर्कासँग सङ्गत नगरेको कारणले गर्दा है। बुझ्नुहुन्छ? तपाईँ थाहा छ सुन्नुभएको छ यो? अच्छा भने सुन्नुभएको छ? अच्छा यो भनेको चाहिँ के हो भने हिन्दीमा भन्छ नि, ठिकै छ, ठिकै छ, ठिक छ भन्ने तरिकामा फरक पर्छ। तर मानिसहरूले कतिचोटि बुझ्दै भाषा भए पनि फरक पर्न जान्छ। तर हाम्रो जहिले पनि इच्छा चाहिँ के होस्, परमेश्वरको योजना अनुरूप हाम्रो चाहिँ के भएको होस्, काम भएको होस्। कति असल हुन्छ यही ठाउँमा अलिकति हामीले विचार गरौँ। एउटा कति असल हुन्छ यो ठाउँमा जसरी मानिसहरूले एउटै मनका भएर एउटा काम गर्दैछन् अरे, अनि यहाँ चाहिँ जसरी उनीहरूले चाहिँ आफ्नो नाम राख्नुको होइन, यहाँ आफ्नो नाम राखौँ भनेर भन्दैछन्, तर हामी चाहिँ के भन्छौँ, यही मण्डलीका सबैले के भन्छौँ भने परमेश्वरको नामलाई माथि उचालौँ भनेर भन्छ। बुझ्दै हुनुहुन्छ? कति असल हुन्छ होला, सबैले भन्छ। बुझ्दै हुनुहुन्छ? परमेश्वर, यहाँ परमेश्वरले के गर्नुहुन्छ त्यो अवस्थामा? परमेश्वरले भन्नुहुन्छ म तिमीहरूको साथमा छु। अनि अर्को कुरा, जब उनीहरूले भन्छन् एउटै भाषा बोल्छन् होइन, अनि अर्को कुरा यहाँ हामीले हेर्ने एउटै परमेश्वरको इच्छा अनुसार उनीहरूले चाहिँ परमेश्वरको विरुद्धको काम गरेको थियो भने नछरिने काम, तर परमेश्वरको होइन, परमेश्वरको इच्छा अनुसारको काम, परमेश्वरको वचन अनुसारको काम सबैजना एउटै प्रकारले काम गर्छन् भने के हुन्छ?
हो प्रिय, परमेश्वरको महिमा हुन्छ प्रिय। हामी सबैजना प्रिय है, हामी सबैजना चाहिँ यो प्रकारको हृदय राखेर हामी अघि बढौँ। के मेरो इच्छा मण्डलीका अरू सदस्यको इच्छा जस्तै छन् कि छैन त? बुझ्नुहुन्छ? म कतिचोटि संसार के भरे यो संसारमा चाहिँ के भन्छन् भने तपाईले धामीहरू देख्नुहुन्छ नि हैन, उनीहरूको मन्त्र हुन्छ हैन, कसले पनि बुझ्दैन। उसँग छ त्यो टुनामुना गर्ने मन्त्रहरू छन्, बुझ्दै हुनुहुन्छ? कसले पनि बुझ्दैन। त्यो भने काम गर्छन्, विभिन्न त्यो अन्धकारको आत्माले काम गर्छन्, बुझ्दै हुनुहुन्छ? कसैलाई पनि सिकाउँदैन। सिकायो भने त फेरि उसको जागिर सक्यो। अरूले सिक्यो भने त उसलाई त कसैले पनि बोलाउँदैन। हामी इसाईहरू चाहिँ त्यो गर्दैनौँ। हामी के भन्छौँ भने आज जिउनलाई सबैजनाले चाहिँ हामीलाई परमेश्वरसँगको आनन्द र शान्ति र प्रशस्त मात्राको जीवन जिउनका लागि चाहिँ हामीसँग सबै मन्त्र तपाईँलाई दिएको चाहिँ प्रिय हो। अनि यो बाइबलभरि मन्त्रै मन्त्र छन् प्रिय हो। हामीलाई त्यो प्रकारले जिउनलाई कसरी जिउनु पर्छन् भनेर सिकाउँछन् प्रिय। सिक्नुहोस् प्रिय हो, यसबाट परमेश्वरसँग प्रार्थना गर्नुहोस् प्रिय। मैले गर्दैछु, तपाईँ पनि गर्नुहोस्। अनि म जे कुरा गर्छु अनि म भन्छु अरूलाई पनि तपाईँ आफ्नो जीवनमा प्रशस्त गर्नुहोस्। गएको घरेलु सङ्गीतले सिक्दै थियो वचन कण्ठ, यो पदहरू कण्ठ गर्ने विषयमा कण्ठ गर्नुहोस् है। सबबार यो परमेश्वरको वचन हैन हामीले चाहिँ हृदयमा लुकाएर राख्ने काम गरौँ, ताकि उहाँको विरुद्धमा पाप नगरौँ, ताकि हामी उहाँमा बलियो हुँदै जान सकौँ, ताकि हामी उहाँको वचन अझै गहिरेर बुझ्न सकौँ प्रिय। औ प्रिय, अनि यो मन्त्र है यो शब्द त्यति मन पर्दैन, तर के हो, यो चाहिँ हाम्रो जीवनको स्रोत हो प्रिय। अनि यो कुरा गर्न अनि यदि म यो गर्छु भने है, यदि यो म गर्छु भने म मात्रै होइन, हामी सबैजनाले गरौँ। अनि सबैजना हाम्रो लक्ष्य चाहिँ के हुन्छन् भने त्यो एउटै हुन्छ। जसरी बाबेलको धरहरा बनाउनेहरूको एउटै लक्ष्य थिए, हो प्रिय हाम्रो पनि त्यही एउटै लक्ष्य हुन्छ। बुझ्दै हुनुहुन्छ है? हुन्छ, अरू बाँकीका पाठ यहाँ तपाईँ देख्न सक्नुहुन्छ 10 पददेखि तल। यहाँ चाहिँ भन्छन् सेमका वंशको विषयमा चर्चा गर्छन्। सेमका वंशहरू यहाँ थुप्रो नामहरू दिएका छन्। अनि यो सेमको वंशबाट चाहिँ एकजना एकदम प्रख्यात मानिस जन्म भयो, जसको नाम चाहिँ अब्राहम हुन्। अब्राहम जन्मे। परमेश्वरले के भन्नुभयो? यिनीहरूले त फेरि खत्तम काम गरे, बाबेलको धरहरा बनाए, मैले भाषा यिनीहरूलाई दिनु पर्यो, थुप्रो भाषा संसारमा आए, यिनीहरूलाई चाहिँ कहिले पनि यिनीहरू सुध्रिँदैनन् भन्नु भएन। तर परमेश्वरले के गर्नुभयो थाहा छ? परमेश्वरले फेरि नयाँ कुरा गर्दै हुनुहुन्छ। यो सेमको वंशबाट अब्राहमलाई चुन्नुभयो र अब्राहमबाट अब के गर्दै हुनुहुन्छ? उहाँले ठुलो कामहरू, ठुलो योजनाहरू बनाउँदै हुनुहुन्छ। प्रिय, हाम्रो जीवनमा पनि यद्यपि पहिलाको जीवनमा कतिवटा खैला मैला भयो होला, पहिलाको जीवनमा कतिवटा नराम्रो घटनाहरू भयो होला, तर तपाईँले फेरि यो कुरा गर्न सक्नुहुन्छ, प्रभु मलाई चलाउनुहोस्, तपाईँको वचन अनुसार मलाई जिउनलाई सहायता गर्नुहोस्, तपाईँको योजनामा म छिर्न चाहन्छु, संलग्न हुन चाहन्छु, म जिउन चाहन्छु भनेर भन्नुहुन्छ भने परमेश्वरले के गर्नुहुन्छ? जसरी यो खण्डमा परमेश्वरले सेमका वंशबाट फेरि एकजना अब्राहमलाई चुन्नुभयो, त्यसरी नै अनि अब्राहमलाई चलाउनु भयो, निर्माण गर्नुभयो, बलियो बनाउनु भयो, सिकाउनु भयो, त्यसरी नै तपाईँलाई सिकाउने कामहरू गर्नुहुनेछ। ओ प्रिय, परमेश्वरको पाठ चाहिँ कहिले पनि सिद्धिँदैनन् प्रिय। बुझ्नुहुन्छ? उहाँले मानिसलाई प्रयोग गर्ने काम चाहिँ कहिले पनि अन्त्य गर्नु भएको छैन अझै पनि। यहाँ हामी हेर्न सक्छौँ, उहाँले भन्नुभएन म दिक्क लागिसकेँ यिनीहरूको क्रियाकलाप देखेर भनेर भन्नुभएन। परमेश्वरले भन्नु, म कसलाई चलाउँ, को मेरो निम्ति चल्नलाई तयार छन्, को मेरो आशिषहरू प्राप्त गर्नलाई तयार छन्। परमेश्वरले खोजिरहनुहुन्छ। अनि आज के तपाईँले भन्नुहुन्छ? त्यसरी बिस्तारै उठाउने, प्रभु म तयार छु, मलाई चलाउनुहोस्।
मलाई सिकाउनुहोस् तपाईको राज्यका लागि। हो प्रिय, उहाँले भन्नुहुन्छ म तँलाई चलाउँछु, म तँलाई मेरो आत्माले भर्छु, म तँलाई त्यो समझहरू खोलिदिन्छु, म तँलाई त्यो समर्थ दिन्छु, म तेरो साथमा रहन्छु। छोटो प्रार्थना गरौँ। प्रभु धन्यवाद यी वचनको पाठको लागि, तपाईँले गर्नुभएको महान उद्धारको कामको लागि। प्रभु धन्यवाद चढाउँछ यी सम्पूर्ण कुराहरूमा तपाईँले आशीर्वाद गर्नुभएको छ। प्रभु हाम्रो जीवनलाई आशीर्वाद गर्नुहोस्। हाम्रो इच्छा होइन, तपाईँको इच्छा अनुसारको जीवन जिउनलाई, तपाईँको हरेक वचनहरू स्मरण गरेर कदमहरू चलाउनलाई हामीलाई सहायता गर्नुहोस्। आशीर्वाद गर्नुहोस्। धन्यवाद परमेश्वर पिता, हाम्रो बिन्तीहरू तपाईँले सुन्नुभएको छ। हाम्रो कामहरूमा आशीर्वाद गर्नुहोस्, हाम्रो पेसाहरूमा आशीर्वाद गर्नुहोस्, हाम्रो सिपहरूमा अझै सिपहरूले भरिदिनुहोस्। हाम्रो नानीहरूलाई प्रभु आशीर्वाद गर्नुहोस्, पढाइ लेखाइहरूमा सबै कुरामा आशीर्वाद गर्नुहोस्। हामी ल्याएका बेटी दशांशहरूमा आशीर्वाद गर्नुहोस्। नेपाल देशका सबैले तपाईँलाई चिन्न सकोस् भनेर प्रार्थना गर्छौँ। तपाईँको निम्ति हामीलाई नुन अनि ज्योति बनाउनुहोस्। हो प्रभु, तपाईँको सुसन्देशहरू सारा मानिसहरू माझमा छर्नलाई सहायता गर्नुहोस्। धन्यवाद, हाम्रो बिन्ती सुन्नुभएको छ। आशीर्वाद माग्छौँ प्रभु येशूको नाममा, आमेन।